एक नेपाली महिलाको हत्या, प्रेम सम्बन्धमा खटपट आएपछि प्रेमीले हत्या गरेको आशंका। दक्षिण कुवेतमा एक नेपाली महिलाको हत्या भएको छ। मंगा अफिस स्थित एक आवासीय भवनमा बस्दै आएकी रोजिना राईको हत्या भएको हो। करिब 5 महिना अघि मात्र कुवेत पुगेका रोजिनाको प्रेमी भोजपुर घर भएका सुनिल राईले धारिलो हतियार प्रहार गरी उनको हत्या गरेको खुलेको छ। कुवेतमा रहेका सामाजिक अभियन्ता घनश्याम थापा मगरले प्रेम सम्बन्धमा खटपट आएपछि सुनिलले रोजिनाको हत्या गरेको हुन सक्ने बताएका छन्। प्रेम सम्बन्धमा खटपट भएपछि रोजिनाले अर्कै प्रेमीसँग सम्बन्ध जोडेको रिसमा सुनिलले मादक पदार्थ सेवन गरेर चक्कु र पेचकस प्रहार गरी हत्या गरेको अभियन्ता थापाले बताएका छन्। हत्या अभियुक्त सुनिल र रोजिना बीच विगत 6 वर्षदेखि प्रेम सम्बन्ध थियो। रोजिनाकै योजना अनुसार कुवेत पुगेका सुनिल डेलिभरी कम्पनीमा कार्यरत थिए। प्रेमिकाले समय नदिएको, फोन सम्पर्क गर्दा बाहिर छु भनेर झुक्क्याउने गरेको कारण उनी रिसले आगो बनेका थिए। त्यसपछि उनले हत्या योजना बनाएका थिए। बिहीबार रोजिना मंगा अफिस स्थित साथीको कोठामा थिइन्। उनले सुनिललाई फेसबुक मेसेन्जरमा ब्लक समेत गरेकी थिइन्। आफ्नो प्रेमिका त्यहाँ